म तपाईहरुकै लागि बाहिर आइदिएको यसमा मेरो 2-3 कुरा मात्रै भन्नु छ। आज सबभन्दा पहिला चैत्र 15 गतेको घटनामा ज्यान गुमाउने जसले ज्यान गुमाउनु भयो उहाँहरुप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु। त्यो सोचेको कुरा पनि होइन र आरोप लगाए जस्तो त्यो कसैले म जस्तो मान्छेले त्यो योजना गरेको कुरा पनि होइन। ती घटनाहरू हुन गए र मैले त सधैँ भन्ने गरेको थिएँ आन्दोलन ठुलो आन्दोलन भएपछि त्यो कहिले पनि आयोजकको सरकारको नियन्त्रणमा हुँदैन। त्यो 46 साल होस्, त्यो 62-63 होस्, त्यो मधेस आन्दोलन होस्, त्यो थारू आन्दोलन होस्, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ। त्यसै हुनाले मैले बारम्बार मेरा टिप्पणीहरूमा सामाजिक सञ्जालका टिप्पणीहरूमा शान्तिपूर्ण संक्रमण मार्फत नवीन समझदारीमा जाउँ, शान्तिपूर्ण संक्रमण भन्ने मैले जहिले पनि मेन्सन गर्थेँ। यस्तो दुःखदायी घटना हुन गयो। दोस्रो कुरा, अहिले म खाली हाजिरी जवानीमा छुटेको, त्यसो हुनाले म एकदम धेरै खुसी हुने यो गर्ने पक्षमा छैन, अझै बाँकी छ। किनभने राज्य विरुद्ध लागेको छ भनेर त्यहाँ सम्मानित अधिवक्ताहरूले पनि भन्नुभयो यो राजनीतिक तपाईको यो हुकुम प्रमाङ्गी प्रयोग गरिएको हो भनेर भन्नुभयो। त्यसो हुनाले अझै त्यो मुद्दा बाँकी नै छ र त्यसमा म लागि नै रहन्छु। अहिलेसम्म मलाई नजिकबाट पार्टीभन्दा बाहिर रहेका मिडियाका, देशभरि चिनेका नचिनेका विदेशमा रहेका जति शुभेच्छुकहरूले साथीहरूले ममाथि विश्वास गरेर रविन्द्र मिश्रबाट यस्तो भएको हुन सक्दैन भनेर विश्वास गर्नुभयो। उहाँहरू सबैप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राज संस्था पुनर्स्थापनाको लागि काम गरेकै हो, तर राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र आपराधिक उपद्रव मबाट केही पनि भएको छैन। मैले आज त्यति मात्रै टिप्पणी दिएँ र भन्नै पर्ने एउटा कुरा सम्झाइदिनु भयो। मैले बन्दी प्रत्यक्षकरणलाई सहज रूपमा लिएको भए म हिरासतमा आउने बित्तिकै म बन्दी प्रत्यक्षकरणको लागि आउन सक्थेँ। मैले त सघाउँछु भनेर निरन्तर उहाँहरूलाई सघाएको, तर जब मैले बुझेँ कि राज्यले चाहिँ अधिकार लिइरहेछ, म नागरिकको अधिकार खोजिरहेको छ भन्ने मलाई महसुस भयो। त्यसपछि मैले अनि 47औं दिनमा बन्दी प्रत्यक्षकरणको निवेदन दर्ता गरेको हो। बन्दी प्रत्यक्षकरणको सुनवाई गरिदिने र आजसम्म जो अधिवक्ताहरूले मेरो पक्षबाट बहस गरिदिनु भयो उहाँहरू सबैले भोलिन्टरी गरिदिएको, उहाँहरूप्रति म एकदमै आभार प्रकट गर्न चाहन्छु। र जो सम्मानित न्यायाधीशहरू हुनुहुन्छ जसको इजलासबाट आज मैले छुटकारा पाएँ, उहाँहरूप्रति म असाध्यै श्रद्धा व्यक्त गर्न चाहन्छु।